आज नै रहेको थियो नानीहरूको बिदा। अब नानीहरूको बिदा भएको बेला उनीहरूलाई केही न केही गेम खेल्ने केही न केही रमाइलो गर्ने खोजिरहेका हुन्छन्। अनि ठ्याक्कै नानीहरू पनि आउनु भएको थियो। सो आज सबैजना मिलेर फ्लिप द बोतल च्यालेन्ज खेलौँ भनेर भनिसकेपछि ल खेलौँ न त भनेर सबैजनाले डिसाइड गऱ्यौँ र बिहानै खाना खाएर छिटो छिटो गरेर हामी चाहिँ लाग्यौँ तयारीतिर। खानामा चाहिँ हामीले के राख्ने होला भनेर सबैजनाले सल्लाह गऱ्यौँ र खानामा आज हामीले चाहिँ मोमो, चटपटे, पानीपुरी र करेन्ट राखेका छौँ। त्यसको लागि छिटो छिटो खाना खाएर हामी लाग्यौँ तयारीतिर। अनि मोमोमा पनि फेरि हाम्रो एकजना नानी चाहिँ पुरै भेज हुनुहुन्थ्यो, त्यसैले हामीले उहाँको लागि चाहिँ छुट्टै भेज मोमो र हाम्रो लागि चाहिँ छुट्टै चिकन मोमो गरेर बनायौँ। मान्छे धेरै भएको बेला त झन् के हो कामै अघि नबढ्ने कि उसले भनेर झन् हाँस्ने मजा गर्ने गर्दा गर्दै कामै ढिलो हुने। 1 बजेदेखि स्टार्ट गर्ने भनेर सोचेको गेम च्यालेन्ज त 3 बजेसम्म पनि बल्ल बल्ल खाना रेडी भएको थियो कि 3 बजेसम्म। अनि बल्ल हामीले खानाहरू सबै गार्डनमा लिएर गयौँ। अनि उहाँको लागि चाहिँ छुट्टै भेज मोमो थियो, सबै लगेर गार्डनमा गयौँ। अनि यसको फुल ब्लग चाहिँ मैले हालिसकेको छु। यदि हजुर इन्ट्रेस्टेड हुनुहुन्छ भने गएर हेर्नु होला। थ्याङ्क यू।